आज 18औं गणतन्त्र दिवस देशभरि विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइँदैछ। झापाको विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइएको छ। झापाको मेचीनगर 13 चारालीमा पनि गणतन्त्र दिवस मनाइयो। 18औं गणतन्त्र दिवसको अवसरमा चाराली चौकमा आयोजित कार्यक्रममा वडाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम चाराली चौक र वडा कार्यालय 13 को प्रवेशद्वारमा समेत झण्डोत्तोलन गरिएको थियो। यसैबीच 18औं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्र पछि प्राप्त उपलब्धि के भए भन्ने विषयमा यहाँको भनाइ। 20% जति मात्रै स्थानीय तहलाई पैसा प्राप्त हुन्छ। 80% बजेट अहिले पनि केन्द्रमै छ। फेरि भनिरहेका छौँ हामी तल प्रदेशको काम छैन, भ्रष्टाचार बढ्यो भनिरहेका छौँ। तर हाम्रो आन्दोलन अझै सशक्त बनाएर सङ्घीयतालाई अझै व्यवस्थित गर्नुपर्छ। सङ्घीयता अझै जनतातिर फर्किनुपर्छ। गणतन्त्र जनजीविकाको सवालमा फर्किनुपर्छ र प्रदेश सरकारको पनि यो प्रदेश सरकार हट्नुपर्छ भन्ने पनि मान्छेहरूको कुरा छ। तर यो हट्दा पनि 3% मात्रै खर्च बच्छ अरे नेपाल सरकारको। भनेपछि कुल बजेटको 3% त त्यतिले त प्रदेश सरकार रहँदै हामीलाई चाहिँ राम्रो छ। र हाम्रो चाहिँ विकास निर्माण जनजीविकाको सन्दर्भमा यो सङ्घीयताले, यो लोकतन्त्रले, यो गणतन्त्रले आफै काम गर्ने, आफै योजना बनाउने, आफै खर्च गर्ने ठाउँमा नेपाली जनतालाई पुर्याएको छ। जनताको प्रत्येक आकाङ्क्षा, इच्छाहरूलाई व्यक्त गर्ने ठाउँ, प्रत्येक स्थानीय ठाउँदेखि लिएर स्थानीय गाउँदेखि लिएर माथि केन्द्रसम्मको चाहिँ एउटा पहुँच पुग्ने व्यवस्था नै गणतन्त्र हो। त्यो गणतन्त्रको अहिले सुरुवाती भएको हुनाले चाहिँ यो अहिले यसलाई परिपक्वता यसले प्राप्त गरेको छैन। यसले भोलिका दिनमा अझै निखार्दै, यसलाई परिष्कृत गर्दै भोलिका दिनमा लिएर जान्छ भन्ने कुरो मैले पूर्ण विश्वास लिएको छु। गणतन्त्रले चाहिँ अब अलिकति यो मुलुकलाई चाहिँ आधुनिकतामा ढालेको सबैले महसुस गर्नुभएको छ होइन। त्यस्तै हो, अब सबै कुराहरू अब एकैचोटि अब पुरा हुँदैनन् होइन, अब गर्दै जाँदा पुरा हुन्छन्। तर यो गणतन्त्र चाहिँ हामीले चाहिँ सबैले चाहिँ गणतन्त्रको संरक्षण गर्नुपर्छ। हजारौँ जनताहरू चाहिँ सडकमा उत्रेर हजारौँ जनताको चाहिँ त्याग र बलिदानीबाट चाहिँ ल्याएको गणतन्त्रको हामी सबैले संरक्षण गर्नुपर्छ, यसको सबैले जगेर्ना गर्नुपर्छ भन्ने कुरा म राख्न चाहन्छु। प्रजातन्त्र अथवा राजाहरूको शासन हुँदाखेरि देशमा चाहिँ एउटा बोल्न नपाउने अथवा केही लेख्न नपाउने, पढ्न नपाउने जुन स्वतन्त्रता खुसिएको थियो त्यो चाहिँ अहिले छैन। गणतन्त्र हुँदै गर्दाखेरि हामीले बोल्न पाएछौँ, फेसबुकमा लेख्न पाएछौँ, अनेक थोक भन्न पाएछौँ। नेतालाई पनि गाली गरेको कमेन्टमा हामी हेर्न सक्छौँ, कमेन्ट गरेको देख्न सक्छौँ जनताहरूले। त्यस्तो चाहिँ पहिले राजाहरूको शासनमा पाइँदैन थियो। अहिले हुनुपर्ने चिजहरू चाहिँ त्यति साह्रो भएको छैन। गणतन्त्रले यस्तो यस्तो गर्छ भनेर जुन आशा देखाइएको थियो र गणतन्त्रलाई ल्याएको थियो त्यो हुन नसके तापनि केही चाहिँ भएको छ जस्तो लाग्यो। भ्रष्टमाथि भ्रष्ट छ। कुनै पार्टीका नेता पनि ठिक छैनन्, ओली बा पनि ठिक छैनन्, शेरबहादुर देउवा दाई पनि ठिक छैनन्, प्रचण्ड पनि ठिक छैनन्। भ्रष्टहरूले भ्रष्ट गरिरहेका छन्। उनीहरूको आफ्नो मान्छे च्यापिरहेका छ, निर्दोष मान्छे फसिरहेका छन्। यस्तो हुनु भएन, गाउँमा पनि हुनु भएन, माथि पनि हुनु भएन। प्रजातन्त्र स्वतन्त्र अनुसारको देश चल्नु पर्यो, भ्रष्टहरू हुनु भएन। यी जुन युवाहरूले आफ्नै देशमा रोजगार पाउनु पर्यो। किनभने अहिले यी भोलि म छोरो पठाउँदैछु 7 लाख रुपियाँ तिरेर दुबई। अब यस्ता युवा जति सबै खाडी, बुढाबुढी जति सबै आश्रम, अनि यहाँ कसले गर्ने? खेती बाँझा छन्, बाँचिरहेका छन्, मलामी जाने मान्छे छैन। अनि भएका युवाहरूले रोजगार पाउँदैनन्। गणतन्त्र भएन क्या, गणतन्त्र अनुसारको गणतन्त्र आउनु पर्यो।